ब्रेकिङ न्युज एससीको रिजल्ट आजै आउने कन्फर्म भइसकेको छ। नमस्ते सबैजनालाई, तपाईहरु सबैलाई आजको यो भिडियोमा स्वागत छ। आजको यो भिडियोमा हामीले एससीको रिजल्ट चाहिँ आज आयो भने त हामीले कसरी हेर्न सक्छौं र एससीको रिजल्टको साथमा हामीले कसरी मार्कसिट पनि डाउनलोड गर्न सक्छौं त्यो पनि यो भिडियोमा हेर्न गइरहेको छौं। सो जुन एससीको रिजल्ट हो त्यो चाहिँ आजै आउने एकदमै धेरै चान्स रहेको छ, किनकि एनईबी को मिटिङ आजै भइरहेको छ र यदि आज आएन भने इन केस भोलिसम्म एनी हाउ चाहिँ कन्फर्म नै आउँछ, तर धेरै चान्स आजै आउने छ। अब आइसकेपछि तपाईले चेक गर्दाखेरि धेरै जसो वेबसाइट्सहरुमा तपाईले जानुहुन्छ, तर कुनै एउटा वेबसाइट काम गरेन भने तपाईले अर्को वेबसाइटमा जानुपर्ने हुन्छ। यसरी गर्दा गर्दै तपाईको धेरै टाइम वेस्ट पनि हुन्छ अनि त्यो बेलामा तपाईलाई एकदम हतार पनि हुन्छ चेक गर्ने भनेर। त्यही भएर तपाईले यो वेबसाइटमा आएर तपाईले के गर्नुपर्छ भन्दाखेरि गुगल अथवा कुनै ब्राउजरमा गएर तपाईले एसजे अनि त्यसपछि ब्लग्स भनेर यसरी सर्च गर्नु होला। अनि यति सर्च गरिसकेपछि तपाईले यहाँ एउटा लिंक हेर्न सक्नुहुन्छ, एसजे ब्लग्स भन्ने, यसमा टच गर्नु होला। अनि यसपछि तपाईले अलिकति स्क्रोल गर्नु होला र सेकेन्ड नम्बरमा यहाँ तपाईले एससी रिजल्ट भन्ने हेर्न सक्नुहुन्छ। अब यसमा टच गरिसकेपछि तपाईले डाइरेक्टली यहाँ आउन सक्नुहुन्छ र यहाँ आइसकेपछि फाइदा के हुन्छ भन्दाखेरि तपाईले डाइरेक्टली यहाँबाट एनटीसी को वेबसाइटमा टच गर्नुभयो भने डाइरेक्ट तपाई यहाँ आउन सक्नुहुन्छ र यहाँ हेर्न सक्नुहुन्छ अहिले रिजल्ट आएको छैन। आयो भने तपाईसँग सिम्पल नम्बर टाइप गर्न भन्छ र त्यसपछि यही तपाईले मार्कसिट पनि डाउनलोड गर्न सक्नुहुन्छ। यदि यो काम गरेन भने तपाईले डाइरेक्ट ब्याक गरेर यहाँ कान्तिपुर सेकेन्ड नम्बरमा हेर्न सक्नुहुन्छ। अब यो कान्तिपुरमा टच गर्नु होला। अब यसरी टच गरिसकेपछि तपाईले यहाँबाट पनि आफ्नो रिजल्ट हेर्न सक्नुहुन्छ। अहिले कमिङ सुन बताउँदैछ। त्यसपछि तपाईले एसएमएस मेथड, यदि सर्भर्सहरु डाउन छ भने इन्टरनेट काम गरिरहेको छैन भने तपाईले आफ्नो एसएमएसबाट पनि चेक गर्न सक्नुहुन्छ। आफ्नो मोबाइलको जुन एसएमएस भन्ने एप हुन्छ त्यसमा जानु होला र त्यसमा यसरी देखाइएको जस्तो मेसेज टाइप गर्नु होला, एसीई अनि स्पेस दिएर आफ्नो सिम्बल नम्बर अनि अल्फाबेट पनि सँगै जसरी यहाँ देखाइएको छ र त्यसलाई तपाईले 35001 मा सेन्ड गर्न सक्नुहुन्छ। अथवा तपाईले यो अर्को नम्बरहरु जसरी 35001 दिएको छ, 31003 दिएको छ, यो नम्बरमा पनि सेन्ड गरेर तपाईले आफ्नो रिजल्ट चेक गर्न सक्नुहुन्छ। अथवा तपाईले यहाँ 1600 मा कल गरेर पनि तपाईले आफ्नो रिजल्ट चेक गर्न सक्नुहुन्छ। कल गरिसकेपछि तपाईको सिम्बल्स नम्बरहरु माग्छ, डेट अफ बर्थहरु माग्ला अनि त्यसपछि तपाईको रिजल्ट भनिदिन्छ। अनि यदि तपाईले कल गर्न मन छैन भने तपाईले *1600# पनि डायल गर्न सक्नुहुन्छ र यसरी पनि तपाईले रिजल्ट चेक गर्न सक्नुहुन्छ। यहाँ चाहिँ डेट अफ बर्थ हाल्नु पर्ने हुन्छ र त्यसपछि सिम्बल नम्बर राख्नु पर्ने हुन्छ। त्यसपछि अरु पनि धेरै वेबसाइट्सहरु रहेको छ, मैले सबै यहाँ चाहिँ इन्क्लुड गरिदिएको छु, एउटा पनि बाँकी छैन। जति एनईबी को सोर्सको अनुसार जति पनि वेबसाइटबाट हामीले चेक गर्न सक्छौं त्यो सबै यहाँ लिस्ट गरिएको छ। जस्ट एक क्लिकमा तपाईले कुनैमा गएर तपाईले चेक गर्न सक्नुहुन्छ र कुनै एउटा वेबसाइट काम गरेन भने तपाईले यहाँबाट धेरै वेबसाइट्सहरु रहेको छ, कुनैबाट पनि तपाईले चेक गर्न सक्नुहुन्छ। र साथै यहाँ स्क्रोल गरेर तपाईले तलतिर आउनुभयो भने यहाँ एनईबी को सबै नम्बर्सहरु पनि छ, जस्ट कुनैमा क्लिक गरेर डाइरेक्ट तपाईले कल गर्न सक्नुहुन्छ। अनि त्यसपछि तपाईको मनमा लागेको क्वेशन्सहरु जसरी यो पाली एनजी छ कि छैन, धेरै स्टुडेन्टलाई यो लागेको छ, तर यसपालि पनि एनजी छ, हामीले त्यो एनईबी लाई कल गरेर पनि सोधेको छौं। यहाँबाट तपाईले कल गरेर डाइरेक्ट सोध्न पनि सक्नुहुन्छ केही डाउट छ भने। अनि यहाँ केही क्वेशन्सहरुको एन्सर पनि गरिएको छ, जस्ट प्लसमा क्लिक गर्नु होला र त्यहाँ एन्सर आइहाल्छ। सो आई होप आजको यो भिडियो तपाईको लागि हेल्पफुल थियो र यो वेबसाइट तपाईले खोलिसकेपछि माथि 3 डटमा क्लिक गर्नु होला, जुन पनि ब्राउजर चलाउनुहुन्छ त्यहीबाट, अनि तल स्क्रोल गरेर हेर्नु होला, त्यहाँ कतै पनि एड टु होम स्क्रिन भन्ने दिएको हुन्छ। जसरी यहाँ एड पेजेज टु दिएको छ र यहाँ होम स्क्रिनमा गर्छु। अब यति गरिसकेपछि एड गर्नु होला अनि तपाईको एड गरिसकेपछि तपाईको एप जस्तै यो होम स्क्रिनमा आइसकेको हुन्छ। जसरी यहाँ तपाईले हेर्न सक्नुहुन्छ एससी रिजल्ट भन्ने छ आइसकेको, अनि यहाँबाट 1 क्लिक गरेर तपाईले यो रिजल्ट चाहिँ हेर्न सक्नुहुन्छ। भिडियो मन परेको छ भने लाइक गर्नु होला र तपाईको कुनै एससी दिएको साथी छ भने त्यहाँ चाहिँ तपाईले शेयर पनि गर्न सक्नुहुन्छ। हाम्रो च्यानल एसजे क्लासेस युट्युब च्यानललाई पनि तपाईले सब्स्क्राइब गर्न सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ दिस भिडियो।